चल्यो चिसा चिसो छ नि त त्यही भएर ढक्कले हुनुहुन्छ आमा कतै समुद्र हो यो चाहिँ समुद्र अहिले घाटीमा आएर मैले अहिले समुद्र देखिरहेको छु हेर्नु न गाइस आमा कतै समुद्र त होइन गोही देखिरहेको गोही आमा पानी परेको छ नि त त्यसैले गर्दा यता हेर्नु न टक्कले यस्तो कालो भइरहेछ कि कस्तो मलाई त्यो हाम्रो गाउँघर नेपालको गाउँघरको जस्तो त्यो असार साउनको ऊ जस्तो लागिरहेछ कि यताबाट टक्क घाम लागेछ टक्क हाम्रो बेजसहरू हुनुहुन्छ टक्कले यता हाम्रो दर्शक भन्दा नि हाम्रो मेरो फ्रेन्ड्स ओके वेलकम छ मेरो लाइफमा सबैजनालाई यो चाहिँ चाइना क्याम चाइनिज तिमी आता म पुऱ्याउँछु भन्थे देउताले सही नमस्ते मेरो भ्लगमा चाहिँ नमस्ते मेरो युट्युब च्यानलमा सब्सक्राइब गरिदिनु होला भन्ने आशा पनि गरेको छु अनि धेरै माया गरिदिनु होला भन्ने आशा गरेको छु म चाहिँ यो बिरालो ठाउँदेखि धेरै सबैजना नेपाली दाजुभाइलाई सम्झेको छु तर यो दृश्य देखाउन